आफ्नो नाम परिवर्तन गरेका 5 चर्चित नेपाली नायकहरू कसको रियल नाम के हो? नम्बर 1, निखिल उप्रेती। एक्सन नायकको रूपमा परिचित नायक निखिल उप्रेतीको वास्तविक नाम दिनेश उप्रेती हो, तर पछि उनले नाम बदलेर निखिल बनाए। फेरेको नाम निखिल उनलाई निकै फाप्यो। नागरिकतामा उनको नाम भने दिनेश उप्रेती नै छ। नम्बर 2, विराज भट्ट। विराज भट्टका नामले परिचित एक्सन स्टार नायक विराज भट्टको वास्तविक नाम भोजराज भट्ट हो। विराजले लामो समय सिनेमामा सङ्घर्ष गर्दा पनि उपलब्धि हात नलागेपछि नाम फेरेर विराज बनाएको बताइन्छ। उनलाई फेरेको नाम निकै फापेको छ। विराज नेपाली सिनेमाका साथै भोजपुरी सिनेमाका पनि सफल नायक हुन्। नम्बर 3, पल शाह। युवा पुस्तामाझ अत्यन्त लोकप्रिय नायक पल शाहको वास्तविक नाम पूर्णविक्रम शाह हो। उनले आफ्नो अभिनय करियरलाई छोटकरी नाम पल शाहले अघि बढाए, जुन नामले उनलाई दर्शकबीच चाँडै स्थापित गरायो। नम्बर 4, रमित ढुङ्गाना। नायक रमित ढुङ्गानाको वास्तविक नाम राधेश्याम ढुङ्गाना हो। उनले अभिनय करियरलाई सहज बनाउन र दर्शकबीच सजिलो पहिचान बनाउन रमित नाम रोजे। यो नामले उनलाई सफलतासँगै दर्शकको मनमा विशेष स्थान दिलायो। नम्बर 5, आर्यन सिग्देल। चक्लेटी नायक आर्यन सिग्देलको वास्तविक नाम हरिश सिग्देल हो, तर उनको हरिश नाम परिवारमा मात्र सीमित रहन पुग्यो। फ्यानहरूबीच उनी आर्यनका नामले परिचित छन्। र यी 5 चर्चित नायकहरूमा तपाईँलाई सबैभन्दा मनपर्ने नायकको नाम कमेन्टमा लेख्नुहोला। धन्यवाद।